हाम्रो बालबच्चाहरू कति दुःख पाइबसेको छ होइन। अब त्यत्रो एकजनाले त्यत्रो चढ्नुभन्दा कुनै बच्चाहरूलाई खाना लाउनको व्यवस्था अनाथहरूलाई होइन त्यसलाई लगाए धेरै राम्रो हुन्थ्यो। अब एकजनाले त्यत्रो बजेट खर्च गरेर हामीहरू हरेक दुःख गरेर हिँडेछ त्यो देख्दैनन्। उनीहरूको मात्रै उनीहरूको मात्रै इच्छा पूर्ति गर्न खोज्छन्, त्यही हो। अब ठिक त कसरी लाग्छ होइन, हाम्रो सर्वसाधारण हिँड्ने बाटो यस्तो हिलो भएर हिँड्न, हामी कलेज जानलाई फर्केर आउँदाखेरि कहिले पनि त्यो ड्रेस एउटा ड्रेस लगाएर अर्को ड्रेस एक्सचेन्ज नगरी हुँदैन। अनि हामीलाई चाहिँ एक दिनलाई कम्तीमा पनि कलेज जाँदा अनि फेरि ट्युसन जाँदाखेरि हामीलाई दुई जोडी ड्रेस चाहिन्छ, एक्सचेन्ज गर्न पर्छ। हाम्रो लागि सर्वसाधारणका लागि यसो साधारण यातायातको लागि त्यस्तो समस्या परिरहेछ। उहाँहरूलाई चाहिँ 16 करोड, अब देशको स्थिति हेरेर पनि उहाँहरूले बुझ्नुपर्ने हुन्छ कि यातायातको लागि उहाँहरूलाई अब यत्रो 16 करोड सामान्य यातायात सवारी गर्दा पनि त उहाँहरूको पनि यात्रा सफल हुन्छ। अनि यो आखिर उहाँहरूले यहाँ हाम्रो यहाँ गिटी नै मात्रै पनि यो रोडमा बिछाइदिनु भयो भने त्यो रकमले कमसेकम सर्वसाधारणको जीवनयापन त कमसेकम सजिलो हुन्छ नि त। त्यो चाहिँ मेरो बिल्कुल म चाहिँ सहमत छैन। कमसेकम नेपालमा बस्ने सर्वसाधारणको पनि लाइफ अलिकति क्वालिटी नै होस् न। अब उहाँहरूलाई पनि त्यस्तो नहोस् भन्ने चाहिँ होइन, उहाँहरू पनि आफ्नो यात्रा गर्न सफल रहनुहोस्, तर पनि हाम्रो सर्वसाधारणलाई पनि अलिकति चाहिँ हेर्नु पर्यो। त्यत्रो 16 करोड चाहिन्छ भन्ने हुँदैन, उहाँहरूलाई पनि मिलाएर गर्नु भए राम्रो लाग्छ मलाई चाहिँ, मेरो प्रक्रिया भने यो कुरा पहिला सत्य हो कि होइन त्यो कुरासँगै जानु जस्तो लाग्छ मलाई चाहिँ होइन। अब सत्य होइन, फेक न्युज आएको बाहिरबाट न्युज बनाउने मिडियाले अब न्युज मात्र बनाएको हो भने त कुनै कुरा छैन। आखिर यो न्युज सत्य नै हो भनेदेखि चाहिँ अब दुखी जनताहरूले यहाँ मात्र नभएर उहाँ विदेश खाडी मुलुकमा गएर एक पैसा गरेर चाहिँ यहाँ कर तिरेर रेमिटेन्सभित्रको पैसा हो। अनि राष्ट्रपति हुने बित्तिकै 16 करोड 20 करोडको एकचोटि गाडी माग्नु चाहिँ मेरो लागि ठिक होइन जस्तो लाग्छ मलाई। अब यहाँ जनता 10 रुपियाँ नभएर यहाँ बस चढ्न नसकिरहेको अवस्थामा हाम्रो सम्माननीय राष्ट्रपतिज्यूलाई चाहिँ 16 करोडको कार चढ्नुपर्ने आवश्यक छैन। हाम्रो जस्तो देशमा 16 करोडको गाडीको आवश्यकता पर्दैन। अब त्यत्रो एमाउन्टै माग्नु चाहिँ अलिकति ठिक होइन होला सायद होइन। अरू पनि अल्टरनेटिभ वे हुन्थ्यो होला नि होइन र। 16 करोडको ठाउँमा हुन्छ नि 1-2 करोडमै पनि आउँथ्यो होला नि होइन। अब राष्ट्रपति जस्तो मान्छे होइन, सुरक्षा दिनुपर्छ चाहिन्छ पनि, तर पनि अब त्यो चाहिँ अलिक धेरै एमाउन्टै भयो। बरु त्यो एमाउन्ट केही राम्रो काममा युज गरे भए भइहाल्थ्यो नि होइन। त्यही हो। यो त बिल्कुलै गलत हो, किनभने अब कारले हामी छिटो र छरिटो पुग्न पर्ने ठाउँमा गन्तव्य स्थानमा पुग्ने हो। यो 4 करोडकोले ढिलो पुग्ने ढिलो हुने भन्दा पनि त्यस्तो केही हुँदैन। जसरी भए पनि मान्छे छिटो छरिटो गन्तव्य स्थानमा पुग्न पर्ने हो। त्यसको लागि 16 करोड नै चाहिन्छ भन्ने चाहिँ मलाई लाग्दैन। त्यो चाहिँ एकदमै त्यो मनगणन्त हो। यो चाहिँ मेरो विचारमा चाहिँ इच्छा आकाङ्क्षा त्यो पुर्याउनु उहाँको राम्रो कुरा होइन। जनताहरू कस्तो छन्, जनता कहाँ छन्, के छन् त्यो बुझ्नु पर्थ्यो। त्यो 16 करोड त जनताको ठाउँमा लगानी गर्यो भने ती जनताहरूले शिक्षामा लगानी गरिदियो भयो, स्वास्थ्यमा गरिदियो भयो, नेपालको आफ्नो भूगोलहरू आफ्नो ठाउँहरूमा लगानी गरिदिएको भए निकै उत्तम हुन्थ्यो। उहाँलाई चाहिँ कस्तो सपनाहरू ठुल्ठुलो बोक्नु भएको छ, जुन विदेश गएर आइसकेपछि उहाँको इच्छा आकाङ्क्षा बढ्ने, म हिजो कहाँ थिएँ भन्ने नसोच्ने होइन, त्यो कारणले गर्दाखेरि उहाँको इच्छा आकाङ्क्षा बढेको हो। मेरो तर्फबाट चाहिँ उहाँलाई त्यो दिन उचित हुन्न, दिनु जायज होइन। अब जनताहरू मरेर चाहिँ उसलाई भोट दिएर उसलाई जिताएर सब गरेर उहाँसम्म सबै उहाँलाई पुर्याइयो। अहिले अब आफै मात्रै चाहिँ राम्रो हुँ, आफै मात्रै करोड यत्रो करोडको चाहिँ गाडी चढेर जाउँ, यस्तो गरौँ उस्तो गरौँ मोज गर्ने केही राम्रो छैन त्यो। किनभने जनताहरूलाई हेर्नु पर्यो, गरिबहरूलाई हेर्नु पर्यो, के छ को कस्तो भइरहेछ, को कस्ता भइरहेछ त्यो देख्नु पर्यो। सबै त्यो मान्छेहरूले चाहिँ दुनियाँ गरेर हुँदैन त्यो, र त्यसै चुनेर पठाएको छैन। केही सुख होला, सुविधा होला, आफूलाई केही सब होला भनेर पो पठाइयो त, भने केही कुरो नै छैन।
अब त्यो विषयमा भन्दाखेरि अब ठुला भिआइपीहरू होइन, देशका राष्ट्रपति प्रधानमन्त्रीहरूले गाडीहरू प्रयोग गर्नु त्यो नौलो कुरा होइन। अब त्यो 4 करोड दिँदाखेरिमा पनि यदि 16 करोडै मागिएको हो भने गलत हो। गाडी त चढ्नुपर्छ होइन। अब हामी त्यो पद अनुसारको वादा अनुसारको गाडीहरू चढ्ने हो होइन। 16 करोडकै हो भने यदि त्यो गलतै हो भन्नुपर्छ त्यसलाई त गलत। अब यस्तो चाहिँ जनता पीडित छन् होइन। अब जस्तो 16 करोडको उ गर्ने साटो चाहिँ गाउँमा भूकम्प पीडितहरूलाई दिनु पाए, घरहरू निर्माण गर्न पाइन्थ्यो। टहराको बस्ती छ गाउँतिर होइन, बेहाल छ नि त अहिलेसम्म। जस्ताले बारेर बसिरहेका मान्छेहरू छन् तिनीहरूलाई चाहिँ उ हुन्छ। 16 करोडको गाडी चाहिँ आवश्यक हो, 16 करोडको गाडी आवश्यक चाहिँ होइन। त्यो विषय त हामी जान्दैनौँ। हामी त अब 2-4 लाखकै गाडी चढिरहेको मान्छेहरू होइन। अब त्यो 16 करोडको अब हामी चढेका पनि छैनौँ होइन। अब शून्यसम्मको अब त्यो सुरक्षित हुन्छ अरे के अरे बुलेट प्रुफ रे होइन, के अरे अब कसैले आक्रमण गर्यो होइन, गोली हान्यो भने नि नलाग्ने खालको हुन्छ अरे भन्छन् होइन। शून्यसम्मको कुरा। तर हामीलाई त्यो गाडीको विषयमा त्यति राम्रो जानकारी चाहिँ छैन। 16 करोडको आवश्यक छैन नि। सुझाव यदि त्यो अब बाहिर आयो हल्ला अनुसार चाहिँ नि अब यदि हल्ला मात्रै आएको होइन, आधिकारिक रूपमा त कसैले गरेन नि। यस्तै अब यो फेसबुकतिर यताउति हल्ला होइन, हल्ला आएको हो होइन। यदि वास्तविकता हो भने त्यसलाई त्यो नगरेर होइन, ठिक्क आफ्नो अब मौसम अनुसारको, सिजन अनुसारको अर्थात् देशको ऊ अनुसारको गाडी चढे भइहाल्यो नि होइन। हामीले राष्ट्रपतिज्यूलाई दिने सल्लाह यही हो। अब तपाईँले पहिलो सर्वप्रथम त हाम्रो देशको अवस्था हेरेर हामीले अब त्यति जुन चाहिँ 16 करोडको भनौँ होइन, 16 करोडको क्षमताको गाडी चढ्ने सक्ने हाम्रो राष्ट्रपतिको हैसियत हो कि होइन भन्ने प्रश्न रह्यो होइन। पहिलो कुरो त हाम्रो देशमा त्यो हुँदै होइन। हाम्रो देश हेरेर भेष हुन्छ भने जस्तै होइन। हामी एउटा जनता चाहिँ कुन लेभलमा छौँ, एउटा सामान्य साइकल चढ्नु अवस्था छैन, बाटोमा एउटा सामान्य व्यक्ति हिँड्ने अवस्था छैन। त्यस्तो एउटा फोहोर मैला दुर्गन्ध त्यस्तै छ, जति पनि हिलो मैलो त्यस्तै छ। त्यो पैसा त बरु एउटा सामान्य एउटा रोडमा लगाइदिएको भए हुन्थ्यो। सामान्य एउटा आफ्नो एउटा परिपूर्तिको निमित्त एउटा चाहिन्छ साधन। राष्ट्रपति जस्तो हैसियतलाई गाडी नै चढ्नुहुन्न भन्ने मान्छे त होइन हाम्रो पनि। तर पनि उहाँले चाहिँ गाडी चढ्दाखेरि जुन सुहाउँदो जनताले हेर्दाखेरि हिजो जसरी राष्ट्रपति चढेको थियो नि, हामीसँग एउटा राष्ट्रपति त कार्यकाल त हामीले पुरा गरिसकेका छौँ। उहाँले त अर्कै गाडी चढ्दा पनि उहाँको ज्यान त असुरक्षित भएन नि होइन। त्यो ज्यान असुरक्षित भएन र उहाँ अयोग्य पनि ठहरिनु भएन। के ठुलो गाडी चढ्दैमा अनि चाहिँ धेरैको के अरे पैसा लगानी भएको चाहिँ गाडी चढेर चाहिँ राइट हुन्छ भन्ने चाहिँ मान्छे त बोक्दिनँ म चाहिँ। किनभने उहाँले साँच्चै सच्चा एउटा कम्युनिजमबाट पनि गएको भन्ने लाग्छ मलाई। जहाँसम्म एउटा वीर शहीदको एउटा श्रीमती हो उहाँ, एउटा शहीद जस्तै एउटा भनौँ न एउटा एमालेको एउटा खम्बाको चाहिँ श्रीमती। उहाँले अझ चाहिँ जनतामुखी चाहिँ एउटा वातावरण बनाउनु पर्थ्यो, त्यो आउनु सकेन। एकदम यो चाहिँ एउटा के भन्ने एउटा विडम्बना छ। यो हाम्रो राज्यको एउटा हैसियत भन्दा पनि माथि उक्सेर नेताहरू चाहिँ अलिकति उमा लागेको कि जस्तो लाग्दैछ। तर जहाँसम्म लाग्छ उहाँले अझै पनि यो जहाँसम्मको हावा होइन भने सत्य हो भने, जहाँसम्म न्युजमा आइसकेको कुरा हो भने उहाँले सामान्य हिजो 4 करोड जति छ बजेट त्यति बराबरको गाडी चढ्नु उपयुक्त हुन्छ। र बरु बचे खुचेको रकम मैले मागेको चाहिँ गरिब जनताको लागि यहाँ हाल्नु लाग्यो भनेर चाहिँ अलिकति भन्दैदेखि र यो एउटा काठमाडौँको वातावरण, यो बाटो हेरेर उहाँले बाटोप्रति बरु खर्च गर्दैदेखि, यो कपन आउने अवस्थालाई हेर्दैदेखि म त अब कपनमा बसेको भनेर कहीँबाट छिर्ने एउटा बाटो नभएको कारणले गर्दा राष्ट्रपतिको यो कदम एकदमै गलत छ। हाम्रो देशको हैसियतभन्दा एकदमै बिल्कुल फरक छ। उहाँको यो हैसियत होइन हाम्रो देशको यो 16 करोडको एउटा लेभलमा गाडी चढ्ने चाहिँ। अब उहाँहरूलाई चाहिँ यस्तो बाटोमा गाडीमा होइन, एकचोटि 2 दिन 3 दिन लाएर चाहिँ यो धुलो हिलोमा चाहिँ उहाँले मजाले अनि पैदल नै हिँडेर अनि बाहिरको वातावरण कस्तो रहेछ भनेर चाहिँ मजाले महसुस गरेर अनि हामी कसरी विकास गर्न सक्छौँ भनेर चाहिँ उहाँहरूले अनि मात्रै विकासका प्रक्रियाहरू अघि सार्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि सारा जनता हिँडेर उ गर्छन् भने सर्वसाधारण जस्तै गाडीमा यो माइक्रो बसमा ओहोरदोहोर गर्दा भइहाल्छ नि। जनताले चुनेर बनाएका राष्ट्रपति त हुन् नि। जनता जनता हिँडेकै बाटा हिँड्दा हुन्छ, जनता हिँडेकै गाडीमा चढ्दा पनि हुन्छ नि त। त्यो हुँदा पो भोलिसम्म उहाँहरूले आफ्नो मान प्रतिष्ठा जोगाइराख्नुहुन्छ, मलाई त्यस्तै लाग्छ। अब नेपाल सरकारले 4 करोड छुट्याइदिएको छ भने त्यसमै चित्त बुझाउनु पर्छ नि। त्यसबाट जति सेवा सुविधा उपलब्ध हुन्छ त्यसमै चित्त बुझाउने, त्यसले नै आफ्नो काम गर्ने। अब कता कता गन्तव्य स्थानमा पुग्न पर्ने हो त्यहीँ पुग्न सकिन्छ नि मजाले। अब जनताले नै चुनेर पठाएको राष्ट्रपति, जनताले नै चुनेर पठाएको प्रधानमन्त्री, उहाँहरूले चाहिँ जनताहरूको मर्का बुझेर त्यो कार्यालयले पनि त्यही अनुसारको काम चाहिँ जनता मार्फत गर्यो भने भोलिका दिनमा असफल कुनै दिन पनि हुँदैन थियो। उनीहरू सधैँ नेता नै भइरहन्थे र हामीलाई पनि नेताकै रूपमा हेरिरहन मन लाग्ने र जनताको मन जित्न खोजेदेखि राम्रो हुन्थ्यो।
अब यो विषयमा भन्नुपर्दा सारा जनताहरू चाहिँ धुलो मैलो हिलो खेपेर पैदल यात्रा गरेर उँधो उम्बो गरेर आफ्नो बाटो हिँड्दा पनि मुख थुनेर हिँड्नु परेको छ भने राष्ट्रपतिले 16 करोडको गाडी माग गर्नु राष्ट्रपति कार्यालयमा त्यो उपलब्ध गराउनु भने चाहिँ यो जनताका लागि देश सेवाका लागि बसेका र कुर्सीमा पुगेकाहरूले चाहिँ जनताको उद्धार चाहिँ गर्ने रहन्छन् भन्ने चाहिँ हामी जनताहरूले बुझ्छौँ। त्यो 16 करोडको सट्टामा त्यो पैसा चाहिँ हामीले बरु शिक्षामा अनि अब अन्त रोजगारहरूमा अरूमा लगायो भने अझ राम्रो र इफेक्टिभ हुन्छ जस्तो लाग्छ मलाई। सर्वसाधारण जनता मरिराखेका छन् भने पनि उहाँहरू आउँदा चाहिँ परैदेखि साइरनहरू लगाएर ट्राफिक पुलिसका सुरक्षाकर्मीहरू अगाडि पछाडि लाएर ठुला गाडीहरू अगाडि पछाडि लाएर कुदाउनु चाहिँ त्यतिसम्म उचित लाग्दैन। कति सर्वसाधारणहरू बाटो हिँड्दाखेरि त्यही जाममा परेर आफ्नो जाहिर छोड्न बाध्य भएका छन्, जाहिर छोडेका छन्। जनतालाई चाहिँ बिहान बेलुका खानलाई छैन भनेदेखि अनि ठुला नेताहरू चाहिँ आफ्ना पारामा कुर्सीमा पुगेपछि आफ्नो कसरी आफ्नो र आफ्नो 7 पुस्तासम्म राम्रो हुन्छ भनेर सोचिराखेका छन्। त्यो चाहिँ मलाई पहिल्यैदेखि साह्रै मन नपर्ने कुरा। सर्वसाधारण जसरी ओरदोर गर्दा धेरैले चाहिँ राम्रो मान्थे। अब यहाँ मेलम्चीको पानी भनेको छ त्यसलाई कति वर्ष लागिसक्यो त्यो नल खनेर हामीलाई कस्तो गाह्रो भइरहेछ। बिच बाटोमा कति साइड लागिराख्नु परेको छ हामीले हिँड्नका लागि, त्यसमा लगानी गरिदिए हुन्थ्यो। अनि त्यस पछाडि यत्र विविध छ नि पहाडतिर त्यस्तो। हामी अब यहाँदेखि मेरो चाहिँ घर खोटाङ होइन, वहाँ पुग्नका लागि हामीले अहिले अगाडिबाट डोरीले गाडी तानेर पछाडिबाट उसले चलाएर जानुपर्ने हुन्छ। त्यसमा हामी एक दिनको टोटल्ली 24 घन्टामा हाम्रो घर पुगिन्छ। वहाँ पुग्ने बेलामा हामीलाई 2 दिन लाग्छ क्या। अहिले त्यति मात्र त्यो बाटोको गाडी मात्रै उठाइदिनु भए पनि अलिकति हेल्प हुन्थ्यो क्या सर्वसाधारणको लागि। मेरो चाहिँ त्यही हो भने नर्मल तरिकाले बाँच्न जिउन सिक्नु पर्यो र आफ्नो कार्यशैलीहरू बदल्नु पर्यो। 16-17 करोडका गाडी चढ्ने होइन, 5-7 लाखका 10 लाखका गाडी चढेर नमुना बनाएर देशलाई चाहिँ आफ्नो एउटा रोजगारीको उन्मुखमा राष्ट्रपतिले यो गरी भन्न सक्नु पर्यो। जस्तै डाक्टर बाबुराम भट्टराईले यहीँका उत्पादन भएका गाडी चढेर चाहिँ एउटा मुस्तान चढेर नाम कमाउनु भयो। त्यसै गरी चाहिँ म जनताकी छोरी हुँ, म जनताको केही गर्नुपर्छ। हिजो म सर्वहारा पार्टीबाट आएकी हुँ, आज म सर्वहारा नै छु भन्ने हिसाबले उहाँले चाहिँ जनताको लागि केही गर्छु भनेर त्यो पैसाहरू जनताको लागि माग्ने। बाटोघाटो आज रोल्पा रुकुममा बाटा छैनन्, सस्तो चौकी पुगेका छैनन्, त्यो ठाउँमा बरु स्वास्थ्य क्षेत्रमा चाहिँ लगानी गर्दै हुन्थ्यो। चढ्नु भएको थियो उहाँहरूको नीति जस्तै गरेर हाम्रो राष्ट्रपतिले पनि नेपालमा बनाएको गाडी चढ्दा राम्रो हुन्छ। जनता यहाँ भोकमरीले मर्न लागिरहेको अवस्था, एउटा साधारण गाडी चढेर हिँड्न सक्ने हैसियतमा छैनन्। उहाँहरूलाई यस्तो विरासित गाडी चढ्न आवश्यक छैन भन्न चाहन्छु। अब राष्ट्रपति कार्यालय भनेको अब जनतालाई सेवा सुविधा दिन बसेको हो। उनीहरूले चाहिँ आफूलाई अब धेरै महँगो कारहरू चढेर त्यो पैसा खर्च गर्नु मात्र हो। हामीले कम मूल्यमा तिरेर पनि सेवा सुविधा लिन सकिन्छ र दिन सकिन्छ। त्यही भएको कारणले चाहिँ त्यो पैसा चाहिँ त्यसरी खर्च नगरिकन अरू कुन क्षेत्रमा लगानी गर्दाखेरि जनतालाई सेवा सुविधा पुग्छ त्यसतिर चाहिँ ध्यान दिनु होला भन्न चाहन्छु। अनि त्यो चाहिँ अब अलिक ठिक होइन होला सायद, किनभने म पनि भर्खर एयरपोर्टबाटै आएको, राष्ट्रपतिको सवारी थियो। अहिले म सवारीमै फसेर आएको हो कि म केही नभए त्यहाँ 1 घन्टा जति त वेट गरेर बसेँ होला। अब मलाई कहीँ पुग्नुपर्ने थियो, मलाई अर्जेन्ट थियो होइन, मलाई त्यो इभन रोड क्रस गर्न पनि दिइरहेको थिएन क्या। अब त्यतिसम्म त अलिक भएन नि होइन। त्यही भएर खासै त्यो ठिक होइन। अलिक हामीले ऐस आराम गर्ने होइन, हामीले जनताका लागि के गर्न सकिन्छ, जनतालाई कस्तो गर्न सकिन्छ, स्वास्थ्य शिक्षाहरू रोजगारीहरू हामीले उद्योग धन्दाहरू चलाउनुको लागि त्यो पैसा चाहिँ हामीले खर्च गऱ्यौँ भने हाम्रा युवाहरू विदेश जानु परेन, हाम्रा यहीँ रोजगारी सिर्जना गर्न सकिन्छ। यहीँ हामीले एउटा उद्योग मात्रै चलायौँ भने, अहिले 16 करोडको उद्योग चलायौँ भने हामीले कमसेकम 700-800 जना मान्छे रोजगारी दिन सक्छौँ। त्योतिर सोच गरियो भने एउटा पार्टीले पठाएको राष्ट्रपति हो, जनताले चुनिएको राष्ट्रपति पनि होइन, एउटा पार्टीले चुनिएको राष्ट्रपति हुँदाखेरि कार्यकारी राष्ट्रपति नभइकन यो देशमा केही पनि हुन्न। आफ्नो इच्छा आकाङ्क्षाहरू बढ्ने, इच्छाहरू बढाउने, अनि विदेश जाने, अनि विदेशमा देखेका महँगा गाडीहरू हामीलाई चाहिने। हामी मारुति चढ्दा पनि हुन्छ, केही फरक पर्दैन। गाडीको चढ्नलाई हामी गन्तव्यमा पुग्नको लागि मारुति चढेर हिँड्दा पनि कसैले सानो आज राष्ट्रपतिले यो भन्ने हुन्न, राष्ट्रपतिलाई झन् सम्मान गर्थे, आज राष्ट्रपतिलाई घृणित गरिरहेका छन्। एउटा जनताकी छोरी, एउटा चाहिँ नि अब आफ्नो श्रीमानको एउटा हत्या हुँदा पनि केही गर्न नसक्ने राष्ट्रपति आज इच्छा आकाङ्क्षामा डुबेर बसिरहनु भएको छ। त्यसको लागि म चाहिँ सहमत छैन। त्यसको लागि उनीहरू चाहिँ भिआइपी कारमा चढेर हिँड्ने। अब सर्वसाधारण जनताले चाहिँ हिलो र धुवामा चाहिँ उनीहरूले धुलोमा महसुस गरिरहेको हुन्छ। उनीहरूलाई अरू जनताले कस्तो वातावरणमा हिँडिरहेको छन् भनेर त्यो वातावरण नै उनीहरूलाई सिर्जना हुँदैन। उनीहरू चाहिँ अब पावर मल वरिपरि मात्रै घुम्छन्।
अनि त्यो उसमा पिच गरेको बाटोमा त्यस्तै ठाउँमा मात्र हिँड्छन्। अब हामी चाहिँ यस्तो हिलोमा अब बर्खा लाग्दा पानी हुन्छ अनि अब पानी सुक्यो भने अब ढल मिसेको धुलै धुलो हुन्छ। दुई दिनमा चाहिँ हामीले स्वास्थ्यमा पनि त्यतिकै खराब हुन्छ अनि स्वास्थ्यमा पनि नेगेटिभ प्रतिक्रिया पर्छ अनि हामीलाई चाहिँ यता अब हिलो धुवाले पनि त्यतिकै असर पुर्याइराखेको हुन्छ। यदि तपाईहरुलाई हाम्रो भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर गरिदिनुहोला। साझा इन्टरटेनमेन्ट च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।